सीताराम अहिले हामी चाहिँ हाम्रो वीर शहीद सबिन महर्जन दादाको घरमा छु। उहाँको आत्मालाई भगवानले आशीर्वाद दिउनु, उहाँको घर परिवारमा सबैको मंगलमय होस् भनेर भगवानसँग प्रार्थना गर्छु। अनि नेपालका सम्पूर्ण जति पनि राष्ट्रप्रेमी अनि धर्मप्रेमी हुनुहुन्छ, जुन हाम्रो एउटा वीर शहीद हामीले गुमाएको छ, उहाँको केही गल्ती थिएन। एउटा बाटोमा बसेको मान्छेलाई जुन तरिकाले हाम्रो यो सरकारले जुन गोली हानेको छ, त्यसको विरोध हामी सबैले गर्नुपर्छ। आज उहाँ हुनुहुन्छ भने भोलि म पनि हुन सक्छु, मलाई पनि मार्न सक्छ। त्यही भएर भन्न चाहन्छु, आज हामी आर्थिक सहयोग लिएर आएको। त्यही भएर तपाईहरुलाई भन्न चाहन्छु, सबैजना नेपालको जनताहरू, नेपालको जनसमुदायहरू हामी मिलेर उहाँको लागि लड्नु पर्यो, भिड्नु पर्यो। नत्र आज उहाँ हुनुहुन्छ भने भोलि म हुन्छु, पर्सि तपाई हुनुहुन्छ। यो देशमा त्यही नै हुन्छ। चोरहरू, भ्रष्टाचारीहरू लुट्नेसम्म लुट्छ। हुन्छ नि, फरक पार्टी, फरक झण्डा, देश लुट्ने एउटै फण्डा छ के हाम्रो देशमा। पार्टीहरू भिन्न भिन्न हुन्छ, तर मर्ने भनेको हामी नै हो के। त्यही भएर हामी उहाँको लागि देशको हरेक कोणाबाट हामी चाहिँ हिन्दू सम्राट सेना, हामी आजदेखि नै 2-3 दिन पहिलादेखि नै हामी लडाई लडिरहेको छु तराईबाट। अब पालो तपाईको, अब तपाई उहाँको लागि आवाज उठाउनुस् भनेर विनम्र बिन्ती गर्न चाहन्छु। जय श्री सीताराम। अनि उहाँ दिदीले केही भन्नुहुन्छ? भिडियो